के जिम चाहिँ हामी दुब्लो मान्छे पनि गएर मोटाइन्छ भन्नुभएको थियो। अवश्य अस्ति मैले एउटा भिडियो हालेको थिएँ, सबै दाजुभाइ दिदीबहिनीहरूले चाहिँ नि एउटा मात्रै प्रश्न गर्नुभएको थियो, के जिम चाहिँ हामी दुब्लो मान्छे पनि गएर मोटाइन्छ भन्नुभएको थियो। अवश्य हामी दुब्लो मान्छेको लागि पनि जिम हो, अझै दुब्लो मान्छेको लागि चाहिँ बेस्ट हो। त्यस कारणले चाहिँ नि सबै मेरो दिदीबहिनी र दाजुभाइहरू तपाईँहरू जिम जान सक्नुहुन्छ। तर जिममा गएर चाहिँ हामीले के गर्नु पऱ्यो भने आफ्नो जिमको आफ्नो रुल्स हुन्छ, त्यसलाई फलो गर्नु होला। यस्तो गर्नुभयो भने बहिनी जस्तै होइन, एउटा राम्रो चाहिँ नि ट्रेन पाउनुभयो भने हजुरको चाहिँ नि मसल चाहिँ नि गेन हुँदै जान्छ, राम्रो चाहिँ नि हुन्छ। अनि अर्को प्रश्न चाहिँ नि घरमा बसेर नि खाएर मोटाइन्छ भने त्यो गलत है। त्यो मोटाइ र हामी जिममा आएर मसल गेन गरेर मोटाउनुमा धेरै फरक पर्छ। अब अरू कुरा पनि जान्न चाहनुहुन्छ भने लाइभमा जोडिनु होला, म सिकाइदिन्छु। र अनि यहाँ लोकेसन माग्नु भएको थियो भैरवाको लागि। भैरवामा चाहिँ हाम्रो बुद्ध चोकमा पानी ट्याङ्कीको छेउमा निक्को इलेक्ट्रोनिक्स छ, त्यसको जस्ट अगाडिपट्टि हाम्रो फिटनेस छ। यो फिटनेसमा चाहिँ सबैजना आउनु होला। मैले माथि पनि राखिदिएको छु फिटनेसको नाम, सबैजना आउनु होला। थ्याङ्क यू। जिम जानलाई सर्वप्रथम त सोच बनाउनु पर्यो। जिम जानलाई उमेर, मोटोपन, दुब्लोपन कसैले छेक्दैन, सबभन्दा ठुलो सोच बनाउनु पर्यो।